नमस्कार दर्शक बिनाहरू, म एउटा यो कुरा देखाउँदैछु। यो चाहिँ सेउको बोट हो र यो हाम्रो सङ्खुवासभा मकालुमा चाहिँ यो सेउको बोटहरू चाहिँ फुल्ने, दाना पनि लाग्ने तर दाना नथरिने अनि सानो दाना लागेपछि झारिहाल्ने गर्छ। यो चाहिँ हामीलाई आजभन्दा 3 वर्ष अगाडि पश्चिम क्षेत्र है अनि जो चाहिँ पश्चिमका अनि क्षेत्रबाट आएका साथीहरूले अनि जो चाहिँ अनि माथि हैन हुम्ला जुम्ला तातो पानी अनि नर्सरीबाट ल्याइदिनु भएको थियो। हामीलाई एउटाको 700 रुपैयाँ बोटको दरले लिनुभयो र हामीले मिलाएर 500 को दरले किन्यौं जस्तो लाग्छ। न 700 हाल्यौं, त्यो पनि यथावत थाहा भने बिर्सेछ। तर हामीलाई धेरै ठग्यो। यो इटाली फुजी स्यौ भन्यो हैन, इटाली फुजी स्यौ। त्यो फुजीको उल्टो चाहिँ यो स्यौ रहेछ बजिएको हैन। अनि विशेष गरी यो स्यौ बेच्नेले हामीले जसरी ठग्यो नि, तिनीहरू पनि हाम्रो सर्वसाधारण गरिबीको हामीले मेहनत गरेको पसिना पैसा लिएर गएको छ। उनीहरू पनि हाम्रोदेखि बोटको 700 रुपैयाँको दरले हामीले ठगेको छ भने उनीहरूलाई 7000 देखि 7 लाखसम्म ठगिनेछन् एक दिन। र हाम्रो ठाउँमा ती मानिसहरू आए, खाएर गए र अनि यो स्यौको व्यवस्थापन गर्नको निम्ति तार जाली ल्याइदिन्छौँ, सरिया ल्याइदिन्छौँ, 1-2 प्याक सिमेन्ट ल्याइदिन्छौँ अनि त्यसपछि हामी घेराबार गरिदिन्छौँ अनि यहाँ फलेको स्यौहरू सबै हामी लिइदिन्छौँ भनेर चाहिँ विभिन्न भएको नभएको हो गफ दिएर गए। अनि यो स्यौ बेचिसकेपछि तिनीहरूको अनुहार देखिएन। तिनीहरूले सबै फोनहरू स्विच अफ गरिदिए। हामीलाई दिएको नम्बर यस्ता काइला जुन पश्चिम क्षेत्रका जुन हुम्ला जुम्लाको साथीहरू यस्तो छ कि जो मान्छेलाई ठाक्ने र त्यस कारणले गर्दा साथी हो, अब तिमीहरू यो ठाउँमा आउँछौ हैन कपडा बोकेर कम्बल बोकेर, त्यही भएर हामीले नकिन्देको। तिमीहरूलाई नमिठो बोली वचन त्यही भएर भनेको, किनभने मान्छेलाई ठाक्ने सीमा हुन्छ। र हामीलाई कतिजनालाई 3.5 लाखसम्मको स्यौ रोप्न लगायो, कतिजनालाई 7000, कतिजनालाई 27000, कतिजनालाई 50000 को। अनि ती मध्ये म पनि ठगिएको छु। तर जे होस्, अब हुम्ला जुम्लाको मान्छे चाहिँ यो मकालु सङ्खुवासभामा आए हुँदा हाम्रो घरतिर पाइला टेक्दा चाहिँ हामी त्यो बस्ने पीडा पनि दिनुहुन्न उनीहरूलाई, किनभने उनीहरूले यतिसम्म हामीले ठगेको छ। यो भिडियो जतिजनाले हेर्नुहुन्छ सेयर पनि गरिदिनु होला। तपाईहरु पनि होसियार हुनुहोस्। हुम्ला जुम्लादेखि ल्याएको स्यौ इटाली फुजी भने कि जे भने पनि हुन्छ फल्छ भने पेटिकै विश्वास नगर्नु होला। त्यो जनचेतनाको लागि तपाईलाई भिडियो बनाएको छु। अनि यसरी सङ्खुवासभा मकालु गाउँपालिका वार्ड नम्बर 2 मा चाहिँ अनि लाखौं लाख अनि किसानहरूलाई ठगिएको छ। अझ 3 वर्ष अगाडि यो स्यौहरू त्यतिकै यहाँ छ। यसलाई अब कुकुरले काटेर मार्नु भए केही पनि काम छैन, जग्गा मात्रै ओगट्ने हैन। यस्तो रुखहरू रोपेर फाइदा हुँदैन किसानलाई। यो हुम्लाली जुम्लाली भन्ने मान्छे चाहिँ एकदमै फटात चोर डाकाहरू हो। यो मान्छेहरू लुगाफाटा बोकेर आउँदा यिनीहरूको किनिदिनु हुँदैन, यिनीहरू कुदाइदिनु पर्छ। यिनीहरूले मान्छेलाई ठाक्ने बाहेक केही काम गर्दैन र हामीले ठाक्ने मान्छे उनीहरू पनि एक दिन ठगिनेछन् अनि मात्रै चेत खुल्नेछ। हस् त, धन्यवाद।